होइन सहिष्णुता तागत हो। तर उहाँहरूले कमजोरी ठान्दै जानुभयो। अघि तपाईँ अमेरिकामा गएर अमेरिकाको विभाजनको कुरा गर्नुभयो भने बाहिर भन्ने हो तपाईँ सबले फर्किनुहुन्छ है फर्किनुहुन्न। हामीले त्यो कुरा पनि यहाँनिर सुन्यौँ होइन। हाम्रो समाज क्रमशः अगाडि जाँदा संसारले सहिष्णु गणतन्त्रको उदाहरण दिउँ भन्ने हाम्रो चाहना थियो। त्यसले नागरिक आकाङ्क्षा केही पनि छैन। नागरिक आकाङ्क्षा सार्वभौम नागरिकहरूले राज्यबाट पाउनुपर्ने डेलिभरी जुन दायित्व निर्वाह गर्नुपर्ने हो त्यो मात्रै अपेक्षा गरेका थिए। त्यसमा हामी चुकेको सत्य हो। राजनीतिक समाज सत्ता चुकेको सत्य हो। केन्द्रबिन्दुमा मूल्य रहेन, केन्द्रबिन्दुमा सत्ता रह्यो। केही प्रगति पनि भयो। 2072 सालमा राष्ट्र बैंकको गभर्नर हुँदा रेट 25 करोड सुनिएको थियो, अहिले 50 करोड माथिको हो। त्यो प्रमोसन भएको हो। प्रहरीको आइजिपीको रेट 7 वर्ष 10 वर्ष अगाडि 5 देखि 7 करोड थियो आइजिपी बनाउँदाखेरि, अहिले 15 करोड पुगेको सत्य हो। राजदूतहरू बिक्री भएका हुन्, समानुपातिक सांसदहरू बिक्रीमा ल्याइएका हुन्। त्यसैले राष्ट्रिय पञ्चायत जस्तो भयो संसद। सार्वभौम जनताको के गर्छ सार्वभौम नागरिकले भन्दा 5 वर्षको लागि आफ्नो पावर डेलिगेट कहाँ गर्छ, उसले चाहिँ संसद मार्फत गर्छ। हिजो राष्ट्रिय पञ्चायतमा पनि कुरा उठ्थे भ्रष्टाचारका विरुद्धमा, तर जब राजाको कुरा आउँथ्यो श्री 5 को सर्वोच्चता भनिन्थ्यो। अहिले सत्य हो, साथीहरूले भनिसक्नुभयो, अहिले सर्वोच्च नेता शीर्ष नेताहरूको सर्वोच्चता भयो। अरू कुरामा संसद जाजगोलाई मान्छ, तर जब शीर्ष नेताको कुरा आउँछ गाह्रो पर्दछ। हामी फर्किएर हेरौँ, अदालतको कुरा हेरौँ भने सबै लोकतन्त्र मात्र होइन सेटिङ तन्त्रमा चलेको छ भन्ने व्यापक गुनासो छ। इन्स्टिट्युसनहरू म्यानेज गरिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पार्टीले भाग बन्डा लगायो। 3 जना नेतालाई कारवाही गर्नुपर्नेमा अहिले 1 जनालाई मात्रै मुद्दा चलाएको कुरा आयो। 2 जना पूर्व प्रधानमन्त्रीको अहिले जग्गा घोटाला सम्बन्धमा सर्वोच्चमा चलिरहेको छ मुद्दा। के आउँछ फैसला थाहा छैन। अघि अरूको पनि मुद्दा चलिराखेको छ। 28 गते सायद 52 जना जुन संवैधानिक निकायका अध्यादेशबाट नियुक्ति भएको थियो त्यसको फैसला आउँदैछ अथवा अन्तिम सुनवाई हुँदैछ भन्ने कुराहरू चर्चामा आएको छ। तर धेरै आशा किन नराख्नुहोस् भने पहिला 5 वर्षको लागि सेटिङ हुन्थ्यो सर्वोच्च अदालतमा, अहिले 2092 सालसम्मको लागि सेटिङ भइसकेको छ। अब नागरिक कहाँ जाने त भने इन्स्टिट्युसनबाट आशा हुन्छ। इन्स्टिट्युसनहरू क्रमबद्ध भत्किन थालेपछि के भने नागरिकले या त आफैलाई चितवर्छ या त अर्कालाई चितवर्न अगाडि आउँछ। यो परिस्थितिमा प्रतिगमनले टाउको उठाउँछ र सबभन्दा ठुलो खतरा नेपालमा जब छिमेकीहरूको बिचमा युद्ध हुन्छ र चाहिँ सुरक्षा सर्वाधिक प्राथमिकता बन्छ, लोकतन्त्र तपशीलमा जान्छ। त्यो दौरबाट अहिले नेपाल गुज्रिरहेको छ। अब म दोस्रो कुरामा आउँछु, नागरिक स्वतन्त्रताको कुरो जुन हामीले धेरै व्याख्या गर्नु पर्दैन, संविधानमा प्रतिबिम्बित छ। तर नागरिक स्वतन्त्रताको कुरा गर्दा पूर्व राजा ज्ञानेन्द्रले एउटा आश्चर्यजनक अभिव्यक्ति दिनुभयो। मैले त्यसको जवाब दिएको थिएँ। म यहाँहरू विद्वतजनलाई त्यो सेयर गर्न चाहन्छु। पूर्व राजा ज्ञानेन्द्रको जसले भाषण लेखिदिनु भयो, धन्यवाद। उहाँले त्रिपुरे घटनापछि के भन्नुभयो भने नागरिक स्वतन्त्रता भन्दा ठुलो तन्त्र या बात कुनै पनि हुँदैन भन्नुभयो। म छक्क परेँ। 36 वर्षदेखि त हामी यही भन्दैछौँ। उहाँले भन्नुभयो, हाम्रो कपी गर्नुभयो, म भन्दिनँ, चोर्नुभयो भन्दैन, स्वीकार गरेको हो भने धन्यवाद। अनि हामीले फर्किएर हेऱ्यौँ, नेपालमा नागरिक स्वतन्त्रताको सबभन्दा ठुलो दुश्मन को हो त भन्दा ज्ञानेन्द्र शाह। उदाहरण म दिन्छु नि, 2061 सालमा इन्टरनेट कटो काटेको हो कि होइन? अघि 2017 साल 3 प्रकरणमा दोहोरियो। 17 साल आफैमा एउटा घटना थियो प्रतिगमनको, 61 सालमा त्यो दोहोरियो, अहिले 17 साल भाग 3 मञ्चन गर्ने प्रयत्न हुँदैछ। त उहाँले के भन्नुभयो भने यो नागरिक स्वतन्त्रताको सम्बन्धमा म आउन चाहन्छु। इन्टरनेसनल फ्रिडमका लागि काम गर्ने मिडिया अर्गनाइजेसनहरू, पत्रकारहरूको सङ्गठनको रिपोर्ट आज पनि वेबसाइटमा जीवित छ, कालो घटनाको रूपमै चित्रित छ। आर्म पर्सोनेल भनिएको छ, मिलिटरी भनिएको छ, मिलिटरी बार्ज इन्टु द मिडिया हाउसेस भनिएको छ। सेनाको मेजरको नेतृत्वमा हरेक मिडिया हाउसमा गएर सम्पादन गर्न लागिएको छ। शान्ति समाजले त्यो शाही कदमको विरुद्धमा उत्तरी सडकमा चाहिँ कार्यक्रम गर्ने भनेर अफिसमा यस्तै कार्यक्रम गरेको थियो। 30-40 जना हुनुहुन्थ्यो। त्यो कार्यक्रमको समाचार कुनै पनि मिडियाले छाप्न सकेन। केही दिनपछि कान्तिपुरले त्यो समाचारको फोटो छाप्यो। तर के भनेर छाप्यो भने विश्व मानव अधिकार दिवसको अवसरको कार्यक्रम भनेर मिलिट्रीलाई झुक्क्याएर छाप्यो। के को मानव अधिकार दिवस? पुसमा मङ्सिरमा गइरहेको छ मानव अधिकार घटनामाको भनेपछि त्यो बेला सम्पादक को भयो त भन्दा आर्मीका मेजरहरू सम्पादक भए। म आफ्नो पर्सनल कुरा गर्न चाहन्न, तर मैले तपाईँहरूले थाहा पाउनु भएको छ। म 4वटा उदाहरण दिन्छु। म त्यो बेला एउटा नेपाली पोस्ट.com भन्नेमा वेबसाइटमा लेख्थेँ। अमेरिकाबाट त्यो सञ्चालन हुन्थ्यो, प्रकाशित हुन्थ्यो नेपालीहरूले, किनभने नेपालको मिडियाहरूले गणतन्त्रको छाप्न सक्दैन थिए।
अघि मैले त्यसमा आर्टिकल लेखेँ भनेर नेपालमा त्यसलाई ब्यान गरियो। नम्बर 1, हामीले जुलुस गर्ने भन्दाखेरि गिरफ्तारीमा गयो। ज्ञानेन्द्र शाहको स्वतन्त्रताको म कुरा गर्दैछु, हेर्नुहोस्। त्यसपछिको घटना म सम्झिन्छु, जहाँ जहाँ म बोल्न जान्थेँ त्यहाँ निषेधाज्ञा लगाइदियो। निषेधाज्ञाको बावजुद पनि हामी कार्यक्रम गर्थ्यौँ, जस्तो कि टिकापुरमा निषेधाज्ञा लाग्यो। नेपालगञ्जपछि साथीहरूले के गर्नुभयो, दुर्गौलीमा गर्नुभयो। टिकापुर त होइन, दुर्गौली त छिमेकी हो। ती माओवादीका साथीहरू पनि आउनुभयो, काङ्ग्रेस एमाले सबै आउनुभयो र एकताको एउटा वातावरण त्यसरी बन्दै गयो सहकार्यको। अब भनेपछि प्रेस स्वतन्त्रताको सबैभन्दा ठुलो दुश्मन को हो त भन्दाखेरि त्यो बेला मिडिया हाउसमा यो प्रयोग गर्ने भनेपछि इतिहासले के साबित गर्दछ भने नेपालमा स्वतन्त्रताको सबैभन्दा ठुलो दुश्मन ज्ञानेन्द्र शाह हो। तर उहाँलाई गाली गर्नुको अर्थ छैन। किन अर्थ छैन भने अलोकप्रियताको मतलब के अरे धरातलमा 0 भन्दा मुनि पुगेका ज्ञानेन्द्र शाह र लोकप्रियताको शिखरमा 100 मा पुगेका नेताहरू घट्दै शून्यमा आउनु र ज्ञानेन्द्र शाहको लोकप्रियता बढ्दै जानुमा पहिला हामीले आफ्नो आङको भैँसी देख्नुपर्छ, अरूको आङको चुक्ता देखेर हुँदैन। हामी जिम्मेवार छौँ यसको लागि। यो स्थिति किन पैदा भयो त भन्दाखेरि कुशासनका कारणले पैदा भयो। अब म आउन चाहन्छु, तर के भने तपाईँको घरमा फोहोर भयो, हामीले सफा राख्न सक्यौँ न, या भाइसँग झगडा पर्यो, दाजुसँग झगडा पर्यो भने के हामी घरै लाएर आगो लाएर हिँड्ने त्यो मोडमा अहिले हामी आइपुगेका छौँ। हामी डरायौँ, वास्तवमै हामी डराएको। पूर्व राजाको आन्दोलनबाट हामी डराएको होइन, हामी भारतको एटिट्युडबाट हामी डरायौँ। किनभने भारत सरकार सन्तुष्ट छैन। केही राजनीतिक रूपमा केही घटनाक्रमहरूमा आक्रामकता केही देखियो, नेताहरूका पनि कमजोरी होला। त्यसको पहिलो चरण देखियो। दोस्रो चरण भुटानमा देखियो कि इन्डियन इन्टेलिजेन्सको मद्दतमा पूर्व राजासँग केही सहमति गरेर भुटानको राजालाई साक्षी राखेर त्यहाँ निमन्त्रणा गरेर जलस्रोत र सुरक्षा सबै भारतलाई जिम्मा दिए जस्तो यो मोडेलमा लान्छु भनेर गछाएर हुनुपर्छ भन्छु। किनभने त्यो मिटिङको टेक्स्ट त मलाई थाहा छैन। पूर्व राजा ज्ञानेन्द्रलाई अगाडि सारियो। अब अगाडि सार्दाखेरि चाहिँ के भयो भने छिमेकी नै लगाएपछि के हुन्छ भन्दा नेपालमा कुनै जुलुस छैन, तर भारतीय सञ्चार माध्यममा सबै गोड लाएर बसेका छन्। प्रमुख सञ्चार माध्यम एबीपी, तपाईँको चाहिँ एनडीटीभी, आज तकदेखि लिएर अनि समाचार आउँछ के भने संसद अगाडि प्रदर्शन भयो, राजशाहीको वापसी भयो। यो खालको समाचार आउँछ, तर केही पनि गर्न सकेन। किन मिथ्यामा आधारित समाचार अमेरिका र इन्डिया जहाँसुकैबाट आओस् नेपालकै नागरिकले त्यसलाई खारेज गरिदिए। तर स्थिति क्रिटिकल मोडबाट गुज्रिरहेको थियो। त्यो बेलामा उनीहरूले के परिकल्पना गरे त भन्दा म त्यो षड्यन्त्रको तपाईँहरूलाई पर्दाफास गर्न चाहन्छु। उनीहरूले गरेको षड्यन्त्र के हो भने 3 कुनेमा 5000 मान्छे जम्मा गरेर राजतन्त्र आउँछ भन्ने उनीहरूलाई पनि छैन। जस्तो पुष्पकमल दाहालज्यूकै नेतृत्वमा हुनुपर्छ, उहाँहरूले पनि भृगुडी मण्डपमा कार्यक्रम गर्नुभयो 15 गते। मैले सुने अनुसारै सङ्ख्या मलाई थाहा छैन, तर जति पूर्व राजावादीहरूकामा थिए त्यसको डबल ट्रिपल अझ बढी नै उहाँहरूको सभामा थिए भन्ने कुरा आयो। अब तपाईँ भन्नुहोस् कि 5000 मान्छे 3 कुनेमा आएर 8 जनी गर्न थाले भने बलात्कार मात्रै गरेन, बाँकी सबै कुरा गरे, त्यो आपराधिक कृत्य हो। हामी प्रश्न बन्छौँ। पत्रकार मारिनु दुःखद हो, तर आगो लाउने मान्छे पनि एटिएफको संयोजक भन्ने गौतम भन्ने मान्छे रामेछापको अहिले पक्राउ परेको छ। हेर्नुहोस्, त्यो सबै नियोजित तवरमा गरिएको थियो। नियोजित योजना के थियो भने 20-25 हजार जम्मा गर्ने, त्यो 25 हजारलाई 75 हजार 1 लाख भन्ने गरेर संवेदनशील क्षेत्रमा कब्जा गर्ने, नागरिकले विद्रोह गर्ने भनेर सेनाको मार्फतबाट झ्याप पार्ने, बाँकी अभियानमा जाने, एकदम खुल्ला त्यो भएको। उनीहरू सेनाबाट दाउ लगाइरहेका छन्। अब जबकि सैन्यको बारेमा चर्चा गरिँदैन, किनभने त्यो अप्रिय कुरा हुन्छ, हामी सेनालाई त्यो शङ्का गर्न सक्दैनौँ। तर उनीहरूका प्रवक्ताको स्टेटमेन्टहरू हेर्नुहुन्छ भने उनीहरू हरेक दिन के भन्छन्, राष्ट्रपतिलाई गिरफ्तार गर्नुपर्छ, प्रधानमन्त्रीलाई गिरफ्तार गर्नुपर्छ भनेर सेनालाई प्रोभोक गर्छन्। त्यो त राज्य विरुद्धको अपराध हो नि स्वयंमा त। सेनालाई त्यसरी उचाल्न पाइन्छ भनेपछि उनीहरूले सेनामा दौलाए। सेनामा दौलाउनु अगाडि उनीहरूले के गरे भने सैनिक सर्वोच्चताको कुरा गरे। हो, नागरिक सर्वोच्चता हाम्रो संविधानमा निहित छ, अघि त्यसलाई अन्डर एस्टिमेट गरियो। हाम्रा कमी कमजोरी छन्, तर यो संविधानको सबैभन्दा सुखद पक्ष तपाईँले हेर्नुहुन्छ भने नेपालको राजकीय सत्ता र नेपालको सार्वभौम सत्ता नेपाली जनतामा निहित छ भनेर लेखिएको छ। त्यसैले 2046-47 सालतर्फ तपाईँ फर्किनुहोस्। तत्कालीन राजा, उहाँ पूर्व होइन, उहाँ तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहले खल्तीबाट निकाल्नुभयो संविधान जारी हुने बेलामा, र त्यसको प्रस्तावना पढ्नुभयो। पढ्दा के भन्नु भने हामीमा निहित राजकीय सत्ता प्रयोग गरी यो संविधान प्रतिहरण गरेका छौँ, पञ्चायतको संविधान भनेर प्रतिसंहरण भन्ने शब्द प्रयोग गर्नुभएको छ। पूर्व राजा ज्ञानेन्द्र शाह पनि राजकीय सत्ता श्री 5 मा निहित छ, राजमुकुटमा निहित छ भनेर त्यो ट्रान्सफर गर्नको लागि कसरत गरेर लाग्नुभएको छ। त्यसैले उहाँहरू के चाहनुहुन्छ भने परिवारको सर्वोच्चता, शाही सर्वोच्चता या सेनाको सर्वोच्चता चाहनुहुन्छ।
त्यसले गल्ती कमजोरी छन्, हामी डिफेन्ड गर्ने अवस्थामा पुगेका छौँ। हामी राम्रो भएको छ भनेर चाहिँ पब्लिकमा जान सक्ने अवस्थामा हामी आफै छैनौँ, पार्टीका साथीहरू नै हुनुहुन्न। यसको इलाज तपाईँहरू आफैले खोज्नुपर्छ। अघि यसको इलाज तपाईँहरू आफैले खोज्नुपर्छ। राजनीतिक समाजले नै शुद्धिकरणमा जानुपर्छ, तर उहाँहरू सुध्रिनुहुन्न, शीर्ष नेताहरू सुध्रिनुहुन्न। यसलाई ठ्याक्कै उल्टाइदिनुहोस् यो विषयलाई। नागरिक आकांक्षा भन्नेलाई चाहिँ नेताको आकांक्षा सर्वोच्च नेताको पारिदिनुहोस्। सर्वोच्च नेताको आकांक्षा के भने त्यो राजतन्त्र जस्तै जीवनभरि मेरो ग्यारेन्टी हुनुपर्छ पदमा अथवा सत्ताको सेरोफेरोमा, त्यो सबैले बुझिसकेका छन्। नागरिक स्वतन्त्रताको ठाउँमा सर्वोच्च नेताहरूको स्वच्छन्दता उहाँहरूले खोज्नु भएको छ। अब नागरिक सर्वोच्चताको ठाउँमा अघि साथीहरूले भनिसक्नुभयो, सर्वोच्च नेताको सर्वोच्चता उहाँहरूले खोज्नु भएको छ। र आम नागरिकले प्रश्न गर्छन् हामीलाई, जस्तो हामीसँग जवाब छैन। राजतन्त्र गयो तर यो राजतन्त्र जस्तो भयो कि भएन त, ल भन्नुहोस् भनेर भन्छन्। यो अर्को राजतन्त्र जस्तो भयो भने व्यापक गुनासो छ। त्यसले नागरिक नै केन्द्रबिन्दुमा हुन्छन् सत्ताको। त्यसकारण हामीले यसको इलाज खोज्नुपर्छ। म इलाज दुईवटा कुराको जानकारी दिएर गर्छु। म पुष्पकमल लाल प्रचण्डज्यूको बारेमा आउँदै थिएँ। उहाँहरूले पूर्व राजावादीको भन्दा 2-3 गुणा, कम्तीमा 2.5-3 गुणा मान्छे उहाँहरूले पनि जम्मा गर्नुभयो आक्रामा। त के त्यसो भए 5,000 मान्छे पूर्व राजाले आगजरीमा उतार्नुभयो भनेर भोलि चैत्र 15 गते भ्रिकुटी मण्डपमा आम सभा गर्ने वाम मोर्चा भनौँ, नेकपा माओवादी सहित विप्लवजीहरू सहित उहाँहरूले साम्यवादी सत्ताको माग गर्नु भने कसले ठेक्छ तपाईँको 5,000 मान्छेको त्यो आधारमा? यो खतरातर्फ त कसैले बुझेकै छैन। त्यसले हामीमाथि प्रहार छ, दुईटा भयानक प्रहार छ। यो संविधानको जन्म हुँदाखेरि र अगाडि नागरिक आन्दोलनको पृष्ठभूमिमा म जान चाहन्छु। नागरिक आन्दोलन जन्मेको लोकतन्त्र र शान्तिका लागि थियो। शान्तिका लागि संविधान सभा भएको, यो कुरा नबिर्सिनु होला। शान्तिका लागि संविधान सभा भएको र शान्तिका खातिर नै नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको। संविधानले दुईटा अतिवादको चाहिँ घाँटी न्याक्यो। एउटा अतिवाद के हो भने चाहिँ नेपालमा एकदलीय साम्यवादी शासन स्थापना गर्नुपर्छ भन्ने तथ्यमा भने तपाईँहरूले मागेको संविधान सभा, तपाईँहरूले सत्तामा जानु, तपाईँहरूले शासन गर्नुहोस् ल भनेर संविधानमा चाहिँ लोकतान्त्रिक गणतन्त्र र अविच्छिन्न अधिकारको रूपमा व्याख्या गरिदियो। अब एक थरी त्यसभित्रका साथीहरूलाई पनि के लाग्छ भने कसैलाई यो संविधान मरेपछि मात्रै त्यो मार्गमा जान पाइन्छ है, बस मरे हुन्थ्यो भन्ने कता थोरै एउटा सानो तबकामा छ कि जस्तो मलाई लाग्छ। म विश्वास त छैन। दोस्रो तबका के समाप्त गरिदियो भने नेपालमा लोकतन्त्र र स्वतन्त्रताको शत्रु भनेकै राजतन्त्र हो, उन्मूलन भन्थ्यो।